सम्पूर्णलाई न्यानो अभिवादन, जय मसी, नमस्कार। अनि यो नयाँ सालको 2026 को शुभकामना व्यक्त गर्न चाहन्छु सम्पूर्णलाई। अनि आज तपाईहरुको माझमा एउटा सानो स्थायी गीत नयाँ वर्षको तपाईहरुले स्वीकार्नुहोस्। यदि कोही क्रिसमस छ भने हो नयाँ जीवन पाइसकेको छ। यदि कोही क्रिसमस छ भने हो नयाँ जीवन पाइसकेको छ। क्रिसमस सधैँ विश्वास गर्नेलाई हो अनन्त जीवन छ। क्रिसमस सधैँ विश्वास गर्नेलाई हो अनन्त जीवन छ। यदि कोही क्रिसमस छ भने हो अनन्त जीवन छ। हालेलुया, धन्यवाद। तपाईहरुलाई यो 2026 वर्षको नयाँ सालको शुभकामना फेरि पनि व्यक्त गर्न चाहन्छु र ह्यापी न्यू इयर। तपाईहरुको जीवनमा परमेश्वरले आशिष दिनुभएको होस्। अनि यो नयाँ सालले तपाईहरुलाई नयाँ उमङ्ग, नयाँ आनन्द, समृद्धि, नयाँ नयाँ अवसरहरू, नयाँ नयाँ बाटो पाइलाहरू, नयाँ नयाँ है तपाईहरुको जीवनमा सबै कुरा नयाँ कुराले भरिपूर्ण पार्नु भएको होस् परमेश्वर। किनकि परमेश्वरले नयाँ कुराहरूलाई रुचाउनु हुन्छ। विशेष गरेर जहिले पनि परमेश्वर चाहिँ नयाँ कुरो रुचाउनु हुन्छ, अद्भुत कुरोलाई। र त्यही कारणले गर्दाखेरि हामीहरूले परमेश्वरको वचन दोस्रो कोरिन्थीको 5 अध्यायको 17 देखि 21 मा हामीहरूले हेर्यौं भनेदेखि, यसकारण यदि कोही क्रिसमस छ भने ऊ नयाँ सृष्टि हो, पुरानो कुरोहरू बिति गएका छन्, अब सबै नयाँ भएका छन्। यी सबै परमेश्वरबाट भएको हो, जसले क्रिस्टद्वारा हामीलाई मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। अर्थात् क्रिस्टमा भइकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। तिनीहरूका पापको हिसाब लिनु भएन र हामीलाई मिलापको सन्देश सुम्पिदिनु भएको छ। र परमेश्वरले चाहिँ जहिले पनि नयाँ कुरो गर्न चाहनुहुन्छ र परमेश्वरले त्यही कुरो रुचाउनुहुन्छ। हामी चाहिँ जहिले पनि नयाँ भइकन जिउनु अति जरुरी छ। अनि एक व्यक्तिले भनेका छन्, एकदम प्रख्यात हैन, जिम रोनले, हाम्रो जीवन चाहिँ एउटा संयोगको राम्रो मात्रै हुँदैन है। कुनै हाम्रो जीवन एउटा कुनै चान्स अथवा केही अवसरले हैन, तर हाम्रो जीवन चाहिँ परिवर्तित जीवनले चाहिँ एउटा राम्रो आशा ल्याउँदछ। र बिकज हामीले इफ वी सी इन बाइबल हैन, हामीले रेभुलेसन 21 को 5 मा हेर्यो भने, जो सिंहासनमा विराजमान हुनुहुने परमेश्वर, म सबै थोक नयाँ बनाउँछु भन्नुभएको छ। सबै कुरो उहाँको योजना भने सबै कुरो नयाँ बनाउनुहुन्छ। जस्तै अब नयाँ साल आउँदैछ 26, त्यो नयाँ साल हो हैन, हैन, यता अंग्रेजीको होस् कि अथवा अरू
हैन कोस नयाँ कुरोहरू गर्न चाहनुहुन्छ परमेश्वरले। यिर्मया 29 को 11 मा त्यहाँ पनि स्पष्ट हामीले पाउँदछौँ, किनकि जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, यहोवा घोषणा गर्नुहुन्छ। किनभने यहोवा परमेश्वरले चाहिँ सबै कुरा जान्नुहुन्छ अनि उहाँले नै सबै कुराको योजना बनाउनुहुन्छ र उहाँकै इच्छा स्वर्गमा जस्तो छ यस पृथ्वीमा पुरा हुन्छ। त्यो पनि नयाँ कुराले, नयाँ सालमा है तपाईँको जीवनमा परमेश्वरले है सधैँ नै नयाँ कुरोले भरिपूर्ण पारेको होस्। यानि यसैया पहिलेका कुराहरू नसम्झ, बितेका कुराहरूमा नअल्झ, हेर म एउटा नयाँ काम गर्नेछु। किनभने परमेश्वरले भने बितेको कुरो बितिसकेको छ, पुरा भइसकेको छ। हामी जसरी एउटा उदाहरणको लागि हामी ट्र्यास भरिन्छ, ट्र्यास भरेपछि त्यो फाल्छौँ अनि त्यो होइन डम्पर गाडीले लिएर लान्छ अनि त्यसलाई कुनै कुरोको लागि प्रयोग गर्छ। हामीले पनि अब नयाँ भइकन जिउनु अति जरुरी छ। अनि विशेष गरेर हामीहरूले व्यवस्था 6 को 5 मा हामीले भनेदेखि परमप्रभुलाई, आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र सारा शक्ति र समाजले सधैँ नै हामी प्रेम गरिरहनु पर्दछ। र परमेश्वरले यहाँहरू सम्पूर्णलाई नयाँ वर्षमा परमेश्वरले नयाँ आशिष उमङ्ग सदा सर्वदा दिइरहनु भएको होस्। No matter what I said, no matter what other people said, but it matter about what God wants you to say in your life. It does not matter who is talking to you, but it matter about if God willing to give you a blessing, nobody will stop. र तपाईहरुलाई परमेश्वरले नयाँ वर्षमा फेरि पनि आशिष दिनुभएको होस्। ह्याप्पी न्यू इयर 2026 को शुभकामना व्यक्त गर्न चाहन्छु। परमेश्वरले आशिष दिउन्। धन्यवाद। बाई बाई।